हेलो गाइस, आज चाहिँ म सन्धि घरकोतिर आएको थिएँ। यसो घुम्नको लागि के कस्तो छ सन्धि बगैँचातिर भनेर। र यस राम्रो रहेछ सन्धि घरको सन्धि बगैँचा नि। ल आज मैले तपाईँहरू देखाउँछु कस्तो छ यहाँ सन्धि बगैँचा भन्ने। ल तपाईँहरूले नि हेर्नुहोस् है त। यही मेन गेट हो शान्ति बगैँचाको भित्र बस्ने। शान्ति बगैँचा भन्ने यस्तो छ हेर्नुहोस्। बस्ने यता भन्ने सन्धि ट्याक्क बस्ने। त्यहाँ गौतम बुद्धको रहेछ बस्ने। यहाँ चाहिँ फेरि यताबाट बिल्डिङ छ। अनि त्यसपछि फेरि यहाँ भित्र जाने ठाउँ रहेछ यो बगैँचामा। यस्तो छ पुरा टक्कै यहाँ चाहिँ पुरा लागिरहेछ बिरुवाहरू। यस्तो राम्रो छ पुरा घुम्ने ठाउँ। यस्तो छ पार्क। यस्तो यहाँ चाहिँ पानीको व्यवस्था रहेछ टक्क पानी खाने व्यवस्था। यता चाहिँ के हो मन्दिर। यो चाहिँ सायद मन्दिर होला। यो चाहिँ कसको रहेछ मूर्ति है। यस राम्रो छ पुरा टक्कै झन् राम्रो रहेछ नि दादा त। अन्त कस्तो म त्यहाँ आएकै थिएन यार। म त आएकै थिएन कि यहाँ। कति राम्रो हो कि। ओहो पख न यहाँ जस दामी रहेछ। म त यहाँ आएकै थिएन। अहिलेसम्म आएन भयो। पखै म यसो यस्तो छ। ल लाइक कमेन्ट सेयर गरिदिनु है त। यहाँ हाम्रो नेपालको झन्डा पनि रहेछ। जस पहाड जस्तो बनाएर राखेको रहेछ। राम्रो छ शान्ति बगैँचा सन्धि घरको। यो चाहिँ के हो यहाँ पनि माला यस्तो बनायो होला नि त। यस एकदम राम्रो ठाउँ पुरा पार्कै पार्क छ। त्यहाँ टस छ बस्नु। सबै सिस्टम छ सबै व्यवस्था छ। यस्तो यस्तो राम्रो ठाउँ वा। हामी चाहिँ हिँड्दैछौँ अब यसो बजारतिर जाने हेर्ने घुम्ने के कस्तो छ बजारतिर हेर्नु पऱ्यो नि त। दबाई लिन पनि छ यसो मेडिकलमा चेक गर्न आएको। अनि दबाई पनि ल्याउनु पर्ने छ। अब चाहिँ बाहिर निस्किँदैछौँ हामी चाहिँ बजारमा। हामीलाई चाहिँ यति नै है। यो चाहिँ शान्ति बगैँचाको अगाडि बस पार्क बस रोक्ने ठाउँ यो चाहिँ। अनि यो बाटो चाहिँ गोरुसिगे बुटोल जान्छ। यो बाटो चाहिँ यस्तो राम्रो छ। अब हामी चाहिँ यहाँबाट साँच्चै मेडिकलमा यो बाटो मेडिकलमा जान्छ।